म चाहिँ अहिले यता रोल्पा जिल्लाको लिबाङको नजिक पर्ने सातो बाटो समथिङ के अरे लिबाङबाट 22 किलोमिटरको डिस्टेन्समा रहेको यो भ्यू टावर छ। यहाँ म त्यो भ्यू टावरमा चाहिँ अवलोकन गरिरहेको छु। यो रोल्पाको एकदमै प्रसिद्ध पर्यटकीय क्षेत्र भनेर पनि यसलाई चिनिदो रहेछ। यहाँ एकदमै रमणीय स्थान छ। यो स्थानबाट रोल्पामा यो भएका यो सबै डाँडा काँडा गाउँहरू समथिङ सबै पालिकाहरूमा चाहिँ नजर पुगाउन सकिने टाइपको रहेछ। यो धेरै राम्रो रहेछ हजुरको। अब यसलाई चाहिँ राम्रोसँग संरक्षण जगेर्ना गर्न सकियो भने एकदमै असाध्यै राम्रो हुन्छ। यो धेरै नै राम्रो छ, सोचे भन्दा राम्रो रहेछ यो टावर। तर भ्यू टावर बनाउनु त ठिक छ, केही फरक परेन, तर यसको जगेर्ना पनि गर्नुपर्छ। धेरै राम्रो छ भ्यू टावर, चित्तबुझ्दो टाइपको छ। मान्छेहरू धेरै पर्यटकहरू यहाँ घुम्न आउने जाने क्रम हुँदो रहेछ। यो नजिक भएको एउटा ठाउँमा ब्यारेकहरू, आर्मीको ब्यारेकहरू बस्दो रहेछ। यो नजिकहरूमा यो आर्मीको ब्यारेक।